गर्नुभयो ल सुन्तलाको सबैभन्दा सुरुमा चाहिँ के हेर्न पर्यो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ 80 सेन्टिमिटरदेखि 1 मिटरसम्मको चाहिँ मुनितिर आएका यस्ता अङ्गाहरू हुन्छन् नि यिनी त्यो तलका यिनी सबै काटेर फालिदिने। अब यो त हाम्रो चाहिँ मैले पोहोर फालिनँ किनभने सानै थिएँ। यो हाम्रो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो बिजु भएको कारणले यसमा काँडा छ। कलमीमा चाहिँ कहिले कस्तो समस्या हुन्छ भन्दाखेरि दुई भाग जोडिएको हुन्छ नि, दुई भाग जोडिए माथिबाट आएका हाँगाहरू मात्रै राख्ने हो, तलबाट हाँगा आउँछन् कि तलको भनेको हाम्रो 3 पाते सुन्तलाको चाहिँ जरा तिरफुलाको तलबाट आएको हाँगा चाहिँ हामीले राखिन्छ, राम्रा हुन्छन् फेरि त्यसका कलिला देखिन्छन्। तलका फाल्ने त्यो गाँठो हुन्छ नि जुन तपाईँले गाँठो भन्नु हो नि, त्यो गाँठोभन्दा मुनिको चाहिँ ती सबै फालिन्छ। अब यसमा पनि यो छ नि, यो अहिले तपाईँले नराख्ने, माथि आउन्जेलसम्म चाहिँ उ गर्ने हो, यो चाहिँ सल्लाकै फालिदिने। अब यो चाहिँ यहाँबाट यिनी हाँगा छन् नि, यिनी तपाईँको 1 मिटरमा आयो भने बल्ल काम हुन्छ। अब यिनी अहिलेलाई चाहिँ सब चाहिँ एकदम छाँटिलो गर्ने। यसमा चाहिँ बोडो मिक्सचर भन्ने छ नि, बोडो मिक्सचर यसरी काट्यो भने चाहिँ बोडो मिक्सचर मजाले हानिदिने तपाईँले। 15 लिटर लिएछ ल यहाँसम्म अब आइसक्यो भने अब भित्र गएर चाहिँ उज्यालो उगाडो बनाउने। अब भित्रका हाँगाहरू फाल्नु पऱ्यो होइन, भित्रका हाँगाहरू फाल्दाखेरि यो हाँगो छ नि, यो काँडा भएको त काट्न पनि गाह्रो छ क्या। यो कस्तो काँडा छ हेर्नु न, त्यही भएर मैले पुरै काँडा काटिदिन्छु। अब भित्र उगाडो बनाउनुको लागि चाहिँ भित्रका चाहिँ सट सट फाल्ने। यसलाई चाहिँ यतै लत्राउनु पर्यो। अब यसरी 3टा आँखा छन् नि, 1 2 3टा छ नि, यो बिचकोलाई चाहिँ घुराइदिएर फाल्ने। सुनिले कहिले जाँदै काम गर्छ नि, म त नेता लिएर आयो भने होइन कहाँ नेता ल्याउने नेता भन्नै लाएको थियो, नेता बाबु त्यहाँ फर्क भन्न लाएको थियो, भइन्थ्यो फेरि कति छुचो भइहाल्यो भनेर। नेता ल्याएर त कामै छैन होइन, म त रुचाउने छोडेँ नेता। पातमा ल्याइदिउँ हजुर, बोडो मिक्सचर के तल लाउने होइन, लाउने ल्याउनु भएको छ, लाउने रेडिमेड ल्याउनु भएको छ कि बनाएको? रेडिमेडै पुरै हो के, रेडिमेड ल्याउनु भएको छ भने त्यसमा 1 भाग त्यो 9 भाग पानी हालेर त्यो स्प्रेयर हुन्छ नि, स्प्रेयरमा हालेर छानेर यो टुप्पादेखि यहाँसम्म मजाले चाहिँ हालिदिने। तल पनि लगाइदिने, तल पनि लगाइदिने। यसको चाहिँ धेरै लाउनु पर्दैन, यसको चाहिँ यहाँसम्म लगाइदिए हुन्छ है।